हेलो गाइस, हेर्नुस् हाम्रो घरमा चाहिँ बुढीले अब यहाँ खजुरी पकाउन रेडी गर्दैछ। यो चाहिँ कोसेली लानलाई रेडी गरेको उसले चाहिँ अब चिनी हालेर मुस्दैछन्। हेर्नुस् गाइस, यो चाहिँ अब चिनी हालेर बुढीले ढैकाढै मुस्दैछ। चिनी अब धेर गुलियो बनाउँछ होला पारा पकाउँदैछ बुढीले। यसरी पानी हाल्दै यहाँ मुस्दैछ धमाधम। खजुरीको रेसिपी बनाउँदैछ। यता हेर्दै मुस नि, यता यसो हेर्दै यहाँ के छ तिमीले चाहिँ के गरेको भने त के हेरेको? यहाँ चाहिँ खेल्दै कुद्दैछ कलतिर। यहाँ चाहिँ मम्मी चाहिँ उहाँनिर के धुमुनु गर्दै हुन्छ उता आरी बोकेर। अङ्केर चाहिँ पानी हाल्दै खजुरीको लागि रेसिपी बनाउँदैछ, मुस्दैछ है एकदम। बुढीले यतिको मुसेर चाहिँ पिठो डो बनाइसक्दैछ उहाँ। अब अलिअलि पानी हालेर ठिक्कै यसको डो बनाउँदैछ, मुस्दैछ धमाधम। कोसेली लग्दिनलाई ठुली आमाजु दिदीलाई कोसेली बनाएर पठाइदिनलाई बुहारीले धमाधम यहाँ खजुरीको रेसिपी बनाउँदैछन्। धमाधम हुँदैछ। अब बुहारीले पठाइदिएको अरे ल है।